सो फाइनली गाइज हामी सबै मिलेर पिकनिक जान पायौँ। रियल्ली इट वाज अ ह्याप्पी मोमेन्ट फर अल अफ अस। बिहानै उठेर तयारी गऱ्यौँ, सबैजना जम्मा हुनुपर्ने हुँदा लेट भयो, तर इट्स ओके, हामी भेरी एक्साइटेड थियौँ। ड्राई पिकनिक भए पनि वी इन्जोय अ लट। बाटोमा हामीले जङ्गलको छोटो सर्टकट लियौँ, तर त्यो पार त एकदम मजा लाग्यो। जङ्गलमा फसेको हुनाले साथीहरू काँडा बिज्यो भन्दै चिच्याइरहेका थिए। हाँस्ने, एकअर्कासँग जिस्कने कुराले यात्रा नै रमाइलो बनाइदियो। पिकनिक स्पोट पुगेपछि सबैजना आफ्नो आफ्नो काममा बिजी भयौँ। कसैले फोटो खिच्दै, कसैले सिनरी इन्जोय गर्दै, कसैले थकान मेट्दै, कसैले खानाको व्यवस्था गरिरहेका थियौँ। पिकनिक प्लेसमा पुगेपछि हामीले खाना खाने तयारी गऱ्यौँ, रमाइलो गऱ्यौँ अनि सबै आफ्नो आफ्नो भ्यू पनि सेयर गऱ्यौँ। त्यहाँको हावा एकदम फ्रेस थियो, इन्भाइरोमेन्ट पनि एकदम मनपर्ने थियो। ओभरअली यो डे हाम्रो लागि एकदम स्पेसल रह्यो। थकाइ त भयो, तर मेमोरिजले सब थकाइ हरायो। फर मी इट वाज अ रियल्ली वन्डरफुल एक्सपिरियन्स। मेमोरिज त समयसँगै फेड हुन्छ भन्छन्, तर आजको मोमेन्ट भने लाइफ टाइमसम्म याद रहन्छ। ओके गाइज, बाई, मिस यु सो मच।